साल्जी पारे टेकबहादुर तुलाचन म थासाङ 3 घुमाउनेमा बस्ती गरेको छु र मैले 37 सालदेखिबाट पारे काम गरेको सुरु गरे हो। अहिले चाहिँ 80 साल 81 हो। अहिलेसम्म जाने मैले 5 चोटि गरिसकेँ। 12-25-60 वर्ष भनौँ गरेँ। तर मैले परेको हाम्रो रातमा के त भन्छ भने सिङ्जापति भन्ने ठाउँमा वृक्षको जरामा बसेर हाम्रो छाकी पताङ नुम्जातरी थावा निम्दो राखेर त्यहाँ जाने हाम्रो देवी देवता पितृहरूले त्यहाँ चाहिँ आजा पूजा गरेर बसोबास गरेको रहेछ। त्यसपछि त्यहाँ जाने अब बाट त्यहाँ बसेर राम्रै भएको थियो। राम्रै त्यहाँको बाली यताउता सबैको यताउता सबै भएको थियो र त्यहाँ अब गाईको दुध लिएर चराउने के गर्ने गर्थ्यो। गाईहरू पनि त्यहाँ राम्रै भएको थियो। त्यहाँको व्यक्तिहरूले अलि नसहाय जस्तो गरेपछि त्यहाँबाट आएर फलम युल्म भन्ने ठाउँमा आएर फलम भन्ने ठाउँमा आएर त्यहाँ पनि त्यति राम्रो रहन्छ। त्यहाँ पनि त्यति राम्रो नभएपछि तौला खर्क भन्ने ठाउँमा आएर बसोबास गरे। एउटा चन्दनको रुखमा को जरामा बसोबास गरे। चन्दनको रुखको जरामा हाम्रो विभिन्न सभा अघि भने जस्तो हतियारहरूको जरामा रहेर गाईको दुध के अरे एक बढ्ने गाई माले पहले कैले दार्मे गाईको भएर त्यो गाईको पाल्ने के गर्ने गरेपछि त्यहाँ दुध वर्ष त भए। त्यहाँ दुध चराउने गर्ने गरेपछि त्यहाँ त्यो रुखमा विभिन्न किसिमको चराहरू आएर बस्थे। विभिन्न भन्नाले रातो हरियो सेतो कालो आएर बस्ने। बेलुका भयो बसोबास बस्ने। दिउँसो जाने अब आज पूजा गर्न जाने कहीँ घुम्न जाने हो त्यो कुरो भएर बास बस्ने जाने चरा त्यहाँ बस्ने। तल जाने रुखको जरामा पूजा गर्ने। त्यहाँ बसेपछि के भयो त भने गाई गोरु गाईहरू सबै फैलिएर दुध पनि राम्रो दिने गाई पनि फैलियो। त्यहाँबाट त्यहाँ बाली नालिने धेरै सब्जिने यताउता गरेपछि त्यहाँको अरूको भन्दा उनीहरूले गरेको कुरोहरू सबै राम्रो हुँदै गयो। अरूले गरेको त्यति राम्रो भएन। नभएपछि त्यो रुखको जरामा लाई काटिदिएर रुख जाने सुकाइदिएछ। सुकाइदिएपछि अब पछि चाहिने के भयो त हुन्छ भने त्यो रुखमा अब सुकेपछि त्यहाँ चराहरू बस्ने बास पनि भएन। पत्ताहरू यताउताले ओछ्याल बुन्देर बस्थ्यो। बस्ने ठाउँ भएन। नभएपछि ती चराहरू जाने के अरे उनीको सल्लाह अब कता जाऊँ के गरौँ भन्ने भयो रहेछ। त्यसो भएपछि छाकी पतङ्गले हानेर यो 3 चोटि हान्दा रातो चरा उडेर उत्तरतर्फ गएछ। मुलिकाङतिर मुलिकाङ भन्नाले अब उत्तर दिशाको अब उत्तर र पूर्वको सिमानामा। अनि निम्दोले तुलाचनको निम्दोले हानेपछि हरियो चरा उडेर त्यो उत्तर र पूर्वको सिमाना मुलिकाङतिर आयो। त्यसपछि
हावाले हानेर 3 चोटि हान्यो सेतो चरा उडेर त्यो उत्तर र पूर्वको सिमानामा तिर गयो अनि अन्तिममा निम्दोले हानेपछि कालो चरा उडेर उत्तर दिशा गयो। गएपछि के भयो त भन्छ भने आफै यहाँ बाहिर भएको गएपछि त्यहाँ मुलिकाङ्गु भन्ने ठाउँमा भन्दा अलि तल पङ्के लेप्टे भन्नेमा बस्यो बास। त्यहाँबाट बल्ल मुलिकाङ्ग आइपुगेपछि अब बादलले अत्तो भएन, कतै पनि केही गरेर नि बाटो नदेख्ने भयो र ध्वजा छोडे। त्यहाँ जाने होइन अजापुजा गरे, तर बादलले नछोडेपछि फेरि के अरे रातो चरा र सेतो चरा उत्तरतर्फ लाए छर्कातिर। लगाएपछि हरियो चरा जाने त्यहीँ बसेर त्यहाँ जाने पछि जाने रातो सेतो कालो हरियो सबै ध्वजा छोडेर अक्षता गरेर सारे गरे छोडेपछि बल्ल अलिअलि बादल फालेपछि उहाँबाट के अरे त्यो मुलिगाउँमा जाडोले काटिएपछि के भयो त हुन्छ भने मुटु काम्यो। मुटु हल्लिएपछि त्यो किताबमा भनेको छ कि नमलाई हेरेर भनेपछि मुटु कामेकोलाई नमलाई हेरेर भनेछ। अनि सला तोक भनेर भन्यो, दाँत काटिएपछि दाँत ठट्ट गरेर बजाउने भयो। त्यस्तो भएपछि त्यो बल्ल गरेर ध्वजा अक्षता छोडेपछि बल्ल भएपछि त्यहाँबाट आएपछि सिधै धोतोमा हरियो चराको जाने धोतोमा आएको छ। धोतो आएपछि त्यहाँ जाने धोतो आएर पनि त्यहाँ धोतोमा यसो बस्ती मात्रै बिसाए, 1-2 दिन बस्ती गऱ्यो होला। त्यहाँबाट तलतिर लागेपछि त्यहाँबाट आएर के अरे अहिले हामीले पढ्दाखेरि लक्ष्मीनारायणलाई ह्यामिक्यू भन्छौँ, तर ह्याङ्क्यू भन्ने ठाउँ चार देउता भेटेको ठाउँ। त्यहाँ आएर त्यहाँबाट बिसाएपछि त्यहाँबाट आएपछि सिको के अरे घार सिको हुँदै चित्रे फलाटे भन्ने ठाउँमा पुगेपछि किताबमा के लेखिएको छ त भन्छ भने चित्रे फलाटेलाई कलिस हुने भनेको छ भाषामा, तर खास गरेर हाम्रो नेपाली कुरामा चित्रे फलाटे भनिन्छ। त्यहाँ गएर बाटो सोद्धाखेरि के भने त भन्छ भने त्यहाँको मान्छेहरूले के भनेछ भने बाटो भनिदियो। बाटो त्यो बेलामा अब बाटो सानो, बाटो मुनि सिस्नो घाँस, बाटो माथि सिस्नो घाँस, त्यो बाटोमा जाँदाखेरि सिस्नोले पल्याएछ। पल्याएपछि बाटो छैन, अब फर्किने नेपाल जाने बाटो पाएन, नपाए फर्किने भनेर निधो गरेछ। निधो गरेपछि त्यहाँबाट फर्किनु भयो। फर्किने बेलामा के भयो त भन्छ भने थकाली भाषामा रङ्गमजन भने छ। त्यहाँको मगरको बस्ती बढी भएको हुनाले त्यहाँको मगरले सिस्नोले पल्ने ठाउँमा लगाइदियो। यिनीको सन्तानले सिस्नै खाने सिस्नै लाउने होस् भनेर श्राप दिएछ। अनि हिउँदोको बेलामा बत्या खोजेर खाओस्,
बर्खाको बेलामा निङ्गुरो भ्याकुर खोबिन भन्ने, अब खोबिन भन्ने सबैलाई थाहा छ, त्यो जुनमान्दरो पनि भन्छन् कोहीले, हामीले चाहिँ खोबिन भनिन्छ, त्यो नखाने होस् भन्ने सल्लाह दिएर फर्किएपछि फेरि सिक घाएर हुँदै फर्केर आएपछि दानालाई लेर्म ठिन भन्छ र गारबारलाई लेर्म च्याङ भन्छ। त्यहाँ हुँदै आएपछि रुसेर आइपुगेपछि जम्मै चारवटै देवी देवताहरू त्यहाँ रुसेरमा भेटेको भएर यम्क्यु भने भन्छ, थकाली भाषामा यम्क्यु, त्यहाँ भेट भएको रहेछ। त्यहाँ पछि आफुङ्गे बाटो भए कोही अब यता बायाँपट्टिबाट लाग्यो, कोही दायाँपट्टिबाट लागेको छ। लगाएपछि हाम्रो ऊ जाने लक्ष्मी खेलमा देउता जाने, त्यहाँबाट लेर्मच्याङ भन्ने दानाबाट आएर पोल्चोमा बिसाउन आयो, बस्न आएछ। ताउलुङलाई प्राङपुङ हिल भन्ने भन्छ, पहिला गुरुङको बस्ती भएको ठाउँ रहेछ। त्यो भएर प्राङपुङ हिलबाट आएर धर्काङ भन्ने ठाउँमा आयो, ताउलुङको गाउँको माथि मार्चो जाने बाटोमा। त्यहाँ आएपछि फेरि चारै देउता सबै त्यहाँ भेट भएपछि सबै देउता मार्चे हुँदै फलिसो मलिसो भन्ने ठाउँमा भएर चोखोबानी आएर बास बस्यो। बास बसेपछि भोलि बिहान त्यहाँ नुहाइधुवाइ गरे। त्यो भएर त्यो ठाउँलाई चाहिँ चोखोपानी भनिन्छ। हाम्रो थकाली भाषामा मर्स्याङ्क्यु भन्छ, तर हाम्रो नेपाली भाषामा चोखोपानी। त्यहाँ चोखोपानीमा 3 रात बसेको रहेछ। त्यहाँ 3 रात बसेपछि फेरि त्यहाँबाट आएपछि यहाँ के अरे सौरभन्दा माथि ठेटेटाक भनेर हाम्रो उमा लेखिया छ, हुन्छ भने खेटेटे पनि भन्छ, ठेटेटाक कुरुङ पार पनि भन्छ। त्यहाँबाट आएर हाम्रो टोङ्सा केतुङमा गएको छ। त्यहाँ गएर 3 रात बास बसेको छ। त्यहाँ गएर 3 रात बास बसेपछि फर्केर त्यहाँबाट झरेपछि के त हुन्छ भने थोचोमा आयो। थोचोमा आएपछि तुलाचनको अहिले लक्ष्मी केल्मो भनेको देउता जाने के अरे तुलाचनको थोचो चोक्रेको सन्तानको हातमा परेछ। अरू जाने अब आफ्नो उमा भएछ। भएपछि के त हुन्छ भने त्यो देउता आएपछि यो राम्रो हो भनेर ढुङ्गानी सेवा गरेछ। गरेपछि त्यो अठारको घरभित्र यो त राम्रो ऊ रहेछ, यसलाई जाने हामीले सेवा गर्ने भनेर सेवा गरेर घरभित्र लगेर के अरे उमा के भन्छ धोबी ओछ्याउने, धोबी खाप्ने गरेर ढाकेर राख्ने, धूप बत्ती गर्ने गरेछन्। गरेपछि हाम्रो थोचो चोक्रेहरू साह्रै बलिष्ठ भएर बिहान जागेछ भनौँ, जागेको भनौँ न। अब बाल पैसा देखाउनु जे पनि गर्न सक्ने क्षमता भएको, अब पावरफुल भएपछि के छ भन्छ भने जोसँग पनि अब तिनीहरूसँग लड्नु पनि सक्दैनन्, जे पनि गर्न नसक्ने भए तलबाट के अरे घोडा खच्चरले बोकी ल्याएको चामलको पनि सुइराले रोजेर चामल झिकेर खाइदिने, अनि मान्छेले बोकेको पनि त्यसै गरेर खाइदिने।
अनि च्याङ्गारोको खुट्टा काटेर खाइदिने, चौरीको खुट्टाहरू काटेर खाइदिने गरेपछि जातिउची अन्य भो भनेर नै के अरे यिनीहरू साह्रै माथि केटाले भयो, यिनीहरू त साह्रै यिनीहरूसित लडेर सकेन, बुद्धि उठाउनु पऱ्यो भनेर यहाँ चिनचनजानेको सरसल्लाह भएछ। सरसल्लाह हुँदा एउटा शब्द के लेखेछ हुन्छ भने थातन भने छ, छाकको ठाउँ भएर थातन भन्यो होला। त्यो तिनीहरू जाने थातनै खेल्थ्यो। ठेसीको लागि भन्यो भने केही सल्लाह गरौँ भन्यो भनेछ, सरसल्लाह गरेछ। गरेपछि के भयो त हुन्छ भने ल यिनीहरू जातिउची माथि ल के गरौँ भनेर सल्लाह गर्दाखेरि हाम्रो कुलदेउता पूजौँ, उनीहरूलाई माइतीमा बोलाऊँ र यिनीहरूले खानेकुरामा बिगालेर मारौँ भन्ने सल्लाह उनीहरूले गरे। उनीहरूले कसैले भन्ने छैन, कसैले गर्नु छैन, यो कुरो चाहिँ फुच्ची पार्ने छैन भन्ने बाचा कबुल गरेर उनीहरूले कुलदेउता पुजे। पुज्ने निधो हो भएपछि माइतीलाई फिकुम भनेर भन्नुहुन्छ, जाँडको ठेकीमा खाता बाँधेर हेर गरेर पठाउने चलन अहिले पनि छ। त्यो पठाउँदाखेरि पठाएछ, उहाँ खाता बाँधेर ढुन्दा गरेर पठाएपछि उहाँ अब थोचोमा पठायो, माइती हुने ठाउँमा छोड्नु त जानु पऱ्यो, छोड्नु गएछन्। गएपछि अनि लौ त नि अब माइती हुने बोलाएपछि जानुपर्छ भनेछ। राति सपनामा बचेलाई मौलछरीले सपनामा के देखिन्छ भने कालो घोडा चढेर हिँड्ने सपना देखेछ। यो कालो घोडा चढेर हिँड्ने सपना देखेछ, अलि राम्रो छैन, विचार पुऱ्याऊ, यसो जेठालाई नदिन्छ नखाऊ भनेर मल्लछरीले भनेछ उनीहरूलाई। माइती भएर जाने टोल 18 भाइ। 18 भाइ भन्नाले अब आफ्नै बुढा छोराहरू अब कति भाइ चाहिँ बाउको भाइहरू होला, सबै गरेर 18 भाइ होला। त्यसो गरेर गएपछि त्यहाँ त फेरि टोम्बगेको झाँगरीले त्यहाँ कुल पूजा गरेको हो, उसले बिगालेको थाहा पाएछ। पाएपछि उसले पनि यो चारो सक्छु र पिसा गर्ने त्यसो गर्ने न्यौ बाटेर तिमीलाई बाटोमा यसो सिंहको दिन पाए हुन्थ्यो भन्ने उसको मनमा सोचेको रहेछ। त्यहाँबाट सकेछ, सकेर चाहिँ उनीहरू आउने, ऊ पनि पिसा बाहिर जाँदाखेरि सबै भेटेपछि तिमीहरूको मेरो सपना ऊमा राम्रो देख्दैन, केही न केही अलिक विचार पुऱ्याएर केही चिजहरू दिएर मात्रै खाँदै भन्यो, सिंहको मात्रै दिएछ। दिएपछि आएछ। आएपछि अब जेठो माइलो साइलो काइलो सबै लस्केर आफ्नो ऊ अनुसार बसे। भइसकेपछि अब माइती भन्ने अब उनीहरूले त माने ऊ गरेछ, जमर्को गरेछ। त्यसमा जाने उनीहरूले सरसल्लाह गरेर के गरेछ त हुन्छ भने ल सोलो र सिधो भनेर मान त गर्नै पऱ्यो। मान गर्दाखेरि धुनाइ अब मान गर्ने के गर्ने धुनाइ गराइहालेछ। गरेपछि कहाँ जाने के भएछ त भन्छ भने अब पक्का खाएको हेरौँ भनेर भन्ने नखाने गरेर छिटो खानु सेला आउँछ के गर्छ भनेर छ। त्योमा जाने ठ्याक्कै उनीहरू बढ्न लेख्यो होला। अनि कुकुर छकाएछ, मुली बाजेहरूले जाने साम देख्दाखेरि कुकुर फनफन घुमेर मरेछ। मरेपछि जम्मा घुसेर हिँड्यो। हिँडेपछि अब फेरि उनीहरूलाई ठुलो चोट पऱ्यो। उनीहरू सल्लाह गरेको त विफल भयो।
उनीहरूलाई त ठुलो पिर पऱ्यो, यी मूर्खहरूलाई के गरे सकेन, के गर्ने उपाय गर्ने भन्ने भयो। 2-4 दिन अब तात्तातै गर्छ त, यिनीहरूले माने सल्लाह गर्यो भनेर भन्ने भयो, लाटो पनि धपाउने हो। केही पछि फेरि उनीहरूले सरसल्लाह गरेपछि अब एउटा सल्लाह मात्रै बाँकी छ, यो सल्लाह गरौँ। अब पहिला त लार्जुङको गाउँ मुनि जाने ठुलो खुम्सा रहेछ, त्यहाँ जाने, साङ्गो थाप्ने, लिखिटुङमा काट्ने। त्यहाँ त तिनीहरूलाई बल यताउता सबै सहयोग गर भने ऊ गर्ने, चपाल्ने, छटकिएपछि मुनामा डोरीपट्टि राखेर उनीहरूलाई हातले खोर्न लाउने बलियो भयो के अरे, बलमान भएपछि त्यसको गर्न लाउने, त्यो जम्मा गरेपछि मुढा गुडाएर मारौँ भन्ने उनीको सल्लाह गरे। फेरि नि कसैले भन्न छैन भनेर सरसल्लाह भयो रहेछ। अब त्यो हाम्रो घरमा त्यस्तो गरेर आउँछ। सल्लाह भएपछि के त हुन्छ भनेर सबै सरसल्लाह गरे, गुटबन्दी गरेपछि फेरि एउटा अब पहिला त ठेकीमा लाने चलन छ। यो ठेकीभरि छ्याङ लगाएर खाता बाँधेर हेर गरेर उहाँ गए। फेरि ती 18 भाइलाई चाहिँ सहयोग गर्नु पऱ्यो। हामीले सोनादाङमा साङ्गो थापौँ, सबैलाई समस्या हल हुन्छ। तिमीलाई मात्रै होइन, हामीलाई तिमीलाई सबलाई ऊ हुन्छ। ल योमा जाने तपाईँ हामी सबै मिलेर गरौँ भनेर लगाएको छौँ। उनीहरूले पहिल्यै मुरा काटेर छौठकेर राखेको छौँ। त्यहाँ पछि त्यो ठेकी लिएर आउँदाखेरि के त हुन्छ भने धुन्दा अब फकाए अनि गरे। अब त्यहाँ पुलिसले गरे, धुन्दानी गरेर ऊ गरे। अब हामी सबै मिलेर यसो गरौँ उस्तो गरौँ भन्ने सल्लाहहरू दिएर फकाएपछि अब तिनीहरू पनि फकिएछ। फकिएपछि त्यो ठेका समातेछ, छाङको ठेका समातेपछि हुन्छ भनेपछि बजेर भोलि जाने बेलामा के भनिन्छ भने आज मेरो सपनामा कालुकता चढेर हुँदो जाने सपना देखेछ, नजाऊ, जानु हुन्न भन्दाखेरि हुन त बल छन् सबै कुरा दिने। अब उनीहरूलाई कसैले केही गर्न सक्न भन्ने धरान सोचेर हामीलाई कसले के गर्न सक्दैन भन्ने छ। त्यसो भनेर नगरे त त्यहाँ त नजाऊ भन्दा पनि नमानिकन उनीहरू जाने गएपछि मैले यसो सपना देख्छु भन्दा नि मानेन, गयो भन्ने सोचाइ भयो बजेको। त्यहाँ उहाँ गएपछि अब त्यो छाउ ठोकेर चर पारेर राखेको रहेछ के अरे, त्योमा दोहोरो बसेर मुरामा हात हाल्न लगाएर ऊ गरेछ। खर छाउ थुटेपछि उनीहरूले पनि हात हाल्यो भए त पर्थ्यो होला अरे। अब उनीहरूले हात हाल्ने, उनीहरूलाई हात हाल्न लगाएपछि तान्ने बेलामा मुरा गुल्टाइदिएपछि त्यसलाई 18 भाइ मारिदिए। मारेपछि उनीहरू त बल्ल यो बौलाको सन्तान उलाई जाने मेट्यो भनेर खुसी भएर तल आएर बाजा बजाउने, बगरमा बाजा बजाउने देखेछ। बोजेले देखेपछि अब राम्रो चाल छैन, यिनीहरू सब मारे, यिनीहरू बाजा बजाएर आए, हाम्रोसँग मेटे। अब हामी यहाँ बस्नुहुन्न भनेर बुहारी उनीहरूलाई जाम भन्दाखेरि बुहारीहरू नमानेछ, नाति टिपेर बजी भागेर कहाँ गयो त हुन्छ भने त्यहाँबाट भागेर आएपछि कलो पनि छु हुँदा आएर टेकबाङ हुँदा गएर यो सङ्ग्राम गएर बजे नाति अब केही अब खाने खर्च यताउता नि केही बोक्यो होला क्या। अब त्यो बजे नातिले खाने मात्रै त गर्थ्यो लिएर गएर उहाँ यो सङ्ग्राममा गएर बस्नु गएर बसेपछि नातिलाई पापर टुङ्गने भनेर पापर टुङ र उन्ने हुने ठाउँमा दिउँसो त्यहाँ बस्ने। अलिकति सुँगे भएपछि त्यसो गरी त्यता राख्ने, आफू जाने टुर्कामा बस्ने गर्दो रहेछ।
भएपछि त्यहाँ अलिअलि सुइँको भएपछि त्यसो गरेर लुगाएर त्यसो गरेर बसिया रहेछ। अनि अब त्यसो गरेर बस्यो। तर यो अलिकति पहिला यताको कुरा नभन्दा उता घुम्नुको त्यहाँ पछि के त हुन्छ भने तिम्रो बाजा बुजा आयो। अब बजी त भाइ त्यो त लुग्नु गइसक्यो। यता चाहिँ नि अब यिनीको घरमा के रहेछ त, यिनीको सन्तान त्यहाँ भएको नि मेटौँ अनि यिनीको घर खोल्नुपर्छ भनेर उनीहरू सल्लाह गरेर अब रमाइलो गर्दै आयो। आउँदाखेरि बुहारी सबै अब त्यहाँ यताउता भयो, मारिदियो होला, के गरे होला, मेटिएछ कि मेटाएपछि घर खोल्दाखेरि भोटेको र बाट सुप पहिलो नम्स्यो भनेर भनेको छ राममा। तर खासै भन्ने हो भने हामीले थकाली भाषामा सिटी भन्छौँ, हाम्रो खसखस अहिले धोबी भन्छ के अरे। धोबी ओछ्याउने, धोबी खाप्ने गरेर राखेको वरिपरि धुपबत्ती गर्ने गएको भेटेपछि त्यसलाई के चिज रहेछ, यही रहेछ कि यिनीहरू धर्ती गरेको, यिनीहरू साह्रै बलमा निक्लेको यहीले गर्दा होला भनेर त्यसलाई लिएर नखोली दाउराले पोले नबलिएको, नौटा बन्दरले चिरेन, नौटा छुरीले रोप्दा पनि रोपिएन। लौ त यो चाहिँ के जात रहेछ भने खोलामा फालिदिएपछि काङ टाङमा गएर गन्दगी थुनिदियो। थुनेको भन्ने छ घरमा, फेरि मैले गरेको भन्ला थुनेको घरमा लेखिएको छ। र गन्दगी थुनेपछि अब तलको अब मगरलाई तलकोलाई ढुङ खन्छन् भन्छ। त्यो मगरले उँधो आउने कालीगङ्गा किन उँभो फर्क्यो भन्ने, माथिकोले उँधो जाने कालीगङ्गा किन उँभो फर्क्यो भन्ने अक्षता छ नि, धजालो छ नि। अब गर्दा पनि केही भएको छैन। नभएपछि अब सोनम चोङ भन्ने ठाउँ अहिले लार्जुङ भन्छ, त्यो जाने गाउँ डुब्ने सब अवस्था भइसक्ला। फेरि सल्लाह गऱ्यो। उनीहरूले सल्लाह गर्दाखेरि होइन यो त यहाँ लामाहरू यताउतालाई हेरचेर गर्नुपर्ने भयो, साह्रै भएन, गाउँ डुबेछ हामी सघापै हुन्छौँ भनेपछि उनीहरू लामा खोज्दै गए। जाँदाखेरि अरू ठाउँ ऊ गर्दा केही पनि भएन। त्यहाँबाट गएर माथि गयो। खोज्दै जाँदाखेरि पटे ऊ भन्ने ठाउँमा थक्के लामा भन्ने ठुलो लामा भेटेछ। भेटेपछि त्यहाँ हेराइचेराइ गर्दाखेरि यो त तिमीहरूले गल्ती गरेछौ, उनीको सन्तान नभइकन यो हुँदै हुन्न, तिमीले जबरजस्ती जे गरे पनि सक्दैनौ। उनीको सन्तान जता पनि खोज्नु ल्याउन उनीहरू सन्तानै चाहिन्छ भनेर लामाले भन्थ्यो। भनेपछि उनीहरू सरसल्लाह गर्दै आए। फर्किरहेपछि के छ भन्छ भने सबै त मार्यो, एउटा नाति र बजे त हो मारेछ, यो बजे नाति कहाँको भनेर सल्लाह गर्दा आएपछि तल आएपछि फेरि उनीहरू सबै जोडिएपछि ल कोलाई जाने गोला खोला पर्छ त्यही जाने भनेर गोला बोला गरेछन्। गोला बोला गर्दाखेरि पाउको त्यसलाई धेरै परेपछि अब खेलचाङ गरेर हेरसेर खाजासाजा लाएर त्यहाँबाट त्यो मोमलसेरभित्र कन्जम्लो हुने ठाउँमा पुगोस् भनेर जाने सबै कुरा उ गरेर आफैतिर पठाएपछि उनीहरू जाने आएपछि चाउलुङ र टिटीको बिचको डाँडालाई ठेसगाङ भन्छ।
त्यहाँ आएर बसेर उता बाङ्गोतिर जाने कि कता जाने भन्ने यसो विचार गरेपछि पाउकोटी समुद्र जेठोले भाइ यताबाट जाऊँ न उता सब्जाङ भएर यो त्यो घरबाट खोज्नु पहिला भनेर त्यो घाँसको बारीको डाँडा थियो भन्नलाई सब्जाङ हुन्छ कौधुरी पनि माथि भन्छ त्यो त्यतातिर जाऊँ भनेर त्यता गएछन्। गएपछि पश्चिमतिर बढ्केको एउटा वडा रहेछ सानो त्यो वडामा सबै बस्यो खानापिना खाए अनि सबै अब थाक्यो निदाए बुढा पाएको थियो निदाएन उनीहरूले धनुष बाण सबै बोकिरहेका छन्। अनि बुढापाको ननिदाएपछि उसले के गरेछ भन्छ भने यसो गर्दाखेरि यो सङ्गरामा सानो आगो पिलपिल गर्ने देखेछ। देखेपछि धनु गाडेर सहर जाने सोचाएर अब त्यो सोच बनाएर अब बान्धुन गरेर राख्यो होला सुर्ता गरेर त्यसो गरेर राखेर त्यहाँबाट त्यो पाउकोटी बाजे पनि सुत्नुभयो। सुतेपछि कतिखेर उज्यालो हुन्छ भन्ने भयो। त्यहाँबाट उज्यालो भएपछि ल केटा मैले यसो गरेर उ गरेर त्यहाँ यसो गरेछ यो निशानामा त्यो ठाउँमा बिलबिल आगो बलेको थियो त्यहीँ हुनुपर्छ फर्केर जाऊँ त्यहीँ भनेर फर्केर आउनुभयो। आएपछि के अरे यताबाट फर्केर आएपछि कालीगढी रोडबाट गए। गएपछि टेकबाङ हुँदै यो सङ्गरा पुगेपछि एउटा ठुलो चेप्टे ढुङ्गा बनाएर छट्टै ठुलो त छैन ठिकैको चेप्टे ढुङ्गा छ त्योमा त्यसको छेउमा निशाना गरेर त्यो निशानामा गए हेरेँ सानो आगो खोजेको ठाउँबाट भेटेँ यताउता हेरेँ केही पनि भेटेन नभेटेपछि सब खोज्दै हिँडेछ। हिँड्दाखेरि अब बजेले अब हामीलाई पनि माना यिनीहरूले सन्तान भेट्यो यो हामीलाई पनि मार्छ भनेर आए। अब हामी मानेको भन्दै आँसु चुहाएछ। चुहाउँदा पाउकोटीको हातमा आँसुको थोपा खसेछ। खसेपछि के भने त हुन्छ भने हाम्रो ढबमा लेखिएको छ कि आकाशमा बादल छैन मुरी घिच्यो मुख पनि हारे भनेपछि आकाशमा हेर्दा बादल छैन के को पानी हो भनेर तल माथि जहाँसुकै माथि हेर्दाखेरि बजेको चलबाङ्गीको टुप्पा चाहिँ नि त्यो रुखको टुप्पा पनि देखेछ। देखेपछि हिँडेछ भने अब फकाउनु पऱ्यो। फकाएर गऱ्यो तिमीले हामीलाई माने भने आएको भने झन् नमाने आएपछि झन् गरेर अब सबैभन्दा हामी बाजाको जे गर्छ त्यहीमा चाहिँ हामी मन्जुरी हुनेछौँ भनेर ऊ रोबर गरे। त्यहाँबाट बल्ल बल्ल झरे। झरेपछि बाजा कौलो बाँध्छौँ भनेको छौँ। बाजा कौलो भनेर योभन्दा पहिला पनि त्यसो गरेर हामी सन्तान जम्मै मेट्यौँ। अहिले पनि तिमीले त्यो भन्ने मात्र हो भनेछ भनेर होइन हामी यसो भयो तपाईँहरूको घरभित्र यसो राखेर चाहिँ त्यो देउता त्यो जाने पल्टिने यताउता नगरेपछि अब खोलामा फाल्छ खोला थुनेर समस्या भरेर तपाईँलाई खोज्न आएको भने भन्दाखेरि हो पक्का हो पक्का हो त्यसो हुन्छ भने के अरे कालो बाख्राको रगतमा हात चल्नु सक्छु कालो कुखुराको रगतमा हात चल्नु सक्छु हुने रहेछ भनेपछि त्यहाँबाट हामीले जाने तपाईँलाई मान दिएको नआएको होइन यो हाम्रो बाजाभन्दामा हामीले यो ऊ जाने कसम खान सक्छौँ भनेर त्यो भन्यो। भनेपछि लौ तपाईँले स्याङस्याङभरिको सुन रोज्ने कि थकाली गरेर त मुही भन्छ मर भन्छ तर हाम्रो घरबाट सुन रोज्ने कि नाङ्लोभरिको चाँती रोज्ने भन्ने रोज्न ला भन्दाखेरि
मलाई नाङ्लो भरेको चाँची पनि चाहिन्न, स्याङस्याङ भरेको सुन पनि चाहिन्न। हाम्रो घरमा के लेखिएको छ भने म क्योपे क्योप्सला भने म बसेको ठाउँको जग्गाको साँच गर्थ्यौ, सिमाना छुट्याइथ्यौ भनेर भनेपछि पूर्व कालीगण्डकी पश्चिम दुम्सीवटा फेरि यहाँ चाहिँ कोही कसैले लेखेछ दुम्सी लुक्ने टुलो भनेछ, त्यो होइन दुम्सी ओटारो भनेछ। उत्तर कोतोकाङ भन्यो भने त साकाले भाषामा ओखर नागा, दक्षिण कामधेनु खोला, यो सीमा छोटा को कब्लियत गरेर बाजा कबल गरेर बजेलाई लिएर आउनुभयो, नातिलाई खोजेर जम्मा गरेर बजे नाति सबै लिएर आएपछि त्यो कोतोकाङबाट यता आउनु मानेन, बजे आउनु नमानेपछि हामी दुःखभित्र छौँ। हामीले दुःखमा हामीले आजाबुजा गर्ने के गर्ने हामीलाई ऊ गर्न मिल्दैन, हामी जान्नौँ एउटा भनेर मानेन। आफ्नो सिमानामा आएपछि नमानेपछि के गरेछन् त भन्छ भने बजेलाई पलङको छिलुक, नातिलाई सालको फेत्ता, हरियो सालको फेत्ता गोज्ने, अनि तिम्रो यहाँबाट अब तिम्रो दुःखबाट हामी बोक्छौँ, हामीले मारेको हामी बोक्छौँ, तपाईँलाई दुःख भोगाइदिन्छौँ भनेर उनीहरूलाई रातो टिका लगाइदिएर दुःख भोगाएर लिएर आएपछि कालो पनि आएपछि अब कालो पनि छु भनेपछि अब त्यहाँ आएर अलिकति यताउता गरेपछि त्यहाँबाट त्यो अब ममलाई पलङको छिलु दिएछ, त्यहाँबाट नातिले ऊ गरेपछि अब बजेले बनाउने, नातिले ऊ खासो थाप्दै आएपछि घाङमा आएपछि त्यसो गरेपछि फत्त दौरा निकालेर नातिको काखमा आएपछि लिएर आयो, गन्दगी खोल्यो, खोलेर त्यो ऊ गरेको छ। यो वाक्य गर्ने हुने त धेरै लामो, अब बेलुकै राति सुनाउन सकिन्न, यतिमा ऊ गर्नु हुन्छ। अब जाने बेला पनि भयो होला, तिमीहरूको 2 बज्यो होला, भयो त्यति नै ऊ गरौँ, पछि जाने।